आज पनि म तपाईँहरूलाई एकदमै गाह्रो गाह्रो म्याथ सम्बन्धी क्वेसन नै सोध्दैछु है। रेडी हुनुहुन्छ होइन त उत्तर दिन? हाँस्नु चाहिँ पाइँदैन है बिचबिचमा। र पहिलो क्वेसन रहेको छ तपाईँहरूलाई, जुन चाहिँ तपाईँहरूले म्याथ टिचरलाई भेट्नुभएको थियो नि, त्यसको 12वटा सन्तान रहेछ क्या, 12वटा चिल्ड्रेन रहेछन्। किन होला थाहा छ? सोच्नुभयो? म्याथ टिचरको 12वटा सन्तान? किनकि म्याथ टिचरले जहिले पनि मल्टिप्लाई गर्न चाहिँ राम्ररी जानेको हुन्छ नि त होइन। 2 टू जा 4, 4 टू जा 8, त्यही कारणले उसको 12वटा सन्तान भएको रहेछ कि है। तपाईँलाई नि चित्त बुझ्यो? अर्को कुरा, अनि एउटा सधैँ जस्तो म्याथ टिचर किन क्लासमा आउनु हुँदैन थाहा छ? किन आउँदैन? म्याथ टिचर चाहिँ जहिले गल पर्नुहुन्छ नि होइन, किन थाहा छ? किनकि म्याथ टिचरको चाहिँ एङ्गल गएको हुन्छ क्या, ज्योमेट्रीमा एङ्गल छ नि होइन। अब म्याथ टिचरको एङ्गल गएको हुन्छ, त्यही भएर म्याथ टिचर चाहिँ सधैँ गल पर्नुहुन्छ होइन। अनि सर्कल जुन हुन्छ नि म्याथमा, सर्कल गोलो, सर्कलसँग किन कुरा गर्नु मिल्दैन थाहा छ? सर्कलसँग किन कुरा गर्नु हुँदैन थाहा छ? किनकि सर्कलमा पोइन्ट नै हुँदैन। किनकि कुरा गर्नलाई त पोइन्ट चाहियो नि त होइन। कुनै पोइन्टमा त कुरा गरिन्छ, कुनै टपिकमा त कुरा गरिन्छ। सर्कलको के पोइन्ट हुन्छ र अनि कुरा गर्ने होइन। त्यस्तै अनि म्याथ टिचरले एक दिन चाहिँ स्टुडेन्टहरूलाई मल्टिप्लाई सिकाइरहेको रहेछ र सबैजना त्यो ग्राउन्डमा चाहिँ धुलोमा लेखेर मल्टिप्लाईहरू चाहिँ लेख्दै रहेछन्। अनि एकजना अपरिचित मान्छे आएर सोधेछ, किन तल ग्राउन्डमा लेखेको भाइ हो, टेबलमा लेख न भन्यो। टेबलमा लेख, टेबलमा, किन ग्राउन्डमा लेखेको? अनि विद्यार्थीहरूले के भनेछन् थाहा छ? किनकि सरले भन्नुभएको टेबल युज नगर, मल्टिप्लाईको टेबल युज नगर्नु भनेको थियो, टेबल युज नगर भन्नुभएको थियो भनेर भन्नुभएछ कि। अनि एउटा सरले विद्यार्थीलाई सोध्नु भएछ कि, तर म्याथमा अलिक कमजोरै रहेछ। थाहा छ के प्रश्न थियो? कुन चाहिँ टेबल तिमीले पढेनौ? अनि विद्यार्थीले भनेछ थाहा छ? मैले चाहिँ डिनर प्लेट पढिनँ सर भनेर भनेछ कि। अब लास्ट क्वेसन है त। अब चाहिँ ACVN 7लाई इभन कसरी बनाउने भनेर थाहा छ तपाईँलाई? थाहा छैन भने मसँग सिक्नुहोस् है। 1 प्लस गरेर हो, 7 चाहिँ अड नम्बर हो नि त होइन। 1 प्लस गरेर भने 8 हुन्छ, इभन हुन्छ हो? होइन, यो गलत भयो, तपाईँले गलत गरिसक्नुभयो। यसको उत्तर चाहिँ के हुन्छ थाहा छ? ACVNमा S काटेपछि इभन हुन्छ। नपत्याइ हेर्नुहोस्, ACVN S काटिदिनुहोस् त, इभन भएन है त। आजलाई म्याथमेटिक यति नै।